अध्यादेश भनेको संविधानले दिएको एउटा विशेष अधिकार हो, जसले गर्दा अधिवेशन नभएको बेला देशमा तत्काल आवश्यक परेको कानुन बनाउन सकिन्छ। कुनै आपतकालीन अवस्था, जनताको हितसँग जोडिएको विषय वा ढिला गर्दा समस्या बढ्ने परिस्थितिमा अध्यादेश उपयोगी बन्न सक्छ। यसले सरकारलाई छिटो निर्णय लिन र आवश्यक काम अघि बढाउन मद्दत गर्छ। तर अध्यादेशलाई बारम्बार प्रयोग गरिनु राम्रो सङ्केत मानिँदैन। लोकतन्त्रमा संसद नै कानुन बनाउने मुख्य थलो हो, जहाँ जनताका प्रतिनिधिहरूले खुला छलफल गरेर निर्णय गर्छन्। यदि सरकारले पटक पटक अध्यादेश ल्याउन थाल्यो भने संसदको भूमिका कमजोर बन्न सक्छ र जनताको आवाज पनि ओझेलमा पर्न सक्छ। त्यसैले अध्यादेश आवश्यकता अनुसार मात्र प्रयोग हुनुपर्छ। सत्ता टिकाउने माध्यम वा राजनीतिक फाइदाका लागि होइन। सही तरिकाले प्रयोग गरियो भने अध्यादेश देश र जनताको हितमा उपयोगी हुन सक्छ। तर गलत उद्देश्यले प्रयोग गरियो भने यसले लोकतान्त्रिक मूल्य, पारदर्शिता र जनविश्वास कमजोर बनाउने खतरा पनि उत्तिकै हुन्छ। त्यसैले कुनै पनि सरकार जनताको भावना, संविधानको मर्म र लोकतान्त्रिक संस्कारलाई सम्मान गर्दै अघि बढ्नुपर्छ।